छैन होला नि रनिङ कम्पिटिसन ल आर्मी खान रनिङ रेस जो जित्छ नि गौतम सरको आइपिएस आउँछ तपाईँ एकदम लास्ट भयो के सर फर्स्ट सर भएर लास्ट नि चिया बगानमा को फर्स्ट पुग्दै रहेछ हेरौँ न के चिया पाएर खाने हो ओके लुवाङ भिलेज Hey, welcome here, guys. Namaste. Welcome everyone. guys to my guys. Mummy सोच्छ ढिला आउँदै हुन्छ खोइ लुवाङ भिलेज इज इन भेरी बिग वर्ड बिग र लुवाङ भिलेजमा हामी इन्ट्री हान्दैछौँ हाम्रो हालत नि त्यस्तो के कस्तो कालो आउँछ कि त हामी जस्ता बुढाबुढी हिँडेर काम छैन काम छ भिडियो गर्दै हिँड्नु पर्यो नि पछि हेर्नु पर्यो रमाइलो जङ्गलले आज के भन्छ चिया बगान जाम मेरो प्यार संसारमा मायालु चिलाको जाने एनर्जी आएको जस्तो लाग्यो हेलो एभ्रिवान आज हामी यहाँ लुवाङ घलेल लुवाङ भिलेज इन्ट्री गरिसक्यो अब यहाँ चियाबारीमा जाँदैछौँ पछाडि पायल आउँदैछ पायललाई कस्तो फिल भइरहेछ त यहाँ अब धेरै थाक्यो अझै आधा घन्टा आउने हेलिकप्टर हजुर हेलिकप्टर चाहियो हजुर हेलिकप्टर लिएर बस्छ अब नेक्स्ट टाइम हेलिकप्टर आउने हेलिप्याड बनाउने है सरले अब यहाँ ठाउँ किन्ने अनि हेलिप्याड बनाउने अनि टक्क हेलिकप्टर ल्यान्ड गर्ने ओके सब कहाँ पुगिसक्यो त्यसको लागि सबैजनाले सब्स्क्राइब गरिदिनु होला सहयोग गरिदिनु डोनेसन डोनेसन अब यही खुसियालीमा फेन्टा हुनु न हेलो गाइज अब हामी लुवाङ घलेलबाट हामी सबै सिर्जना स्कुलको टिचर्सहरू माथि गएर रमाइलोसँगले भिडियो खिचेर फर्किँदैछौँ हाम्रो यहाँ विनोद सर हुनुहुन्छ हाम्रो यहाँ अर्को सुजन सर नयाँ सर हुनुहुन्छ ल सुजन सर अब यहाँ ब्लगमा एकदम ल यसो ब्लग हाल्नु त तपाईँले सुरुवात गर्नु ल है त भ्लग चाहिँ तातिनु पर्ने हुन्छ हाम्रो गौतम तामाङ सरलाई चाहिँ सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिहालौँ हामी चाहिँ आज हिजो बेलुकाबाटै 1 नाइट स्टेको लागि सिर्जना बोर्डिङ स्कुलबाट लुवाङ गाउँमा आएका छौँ ल है म्याम हजुरको नि यहाँ गौतम सरको भ्लगमा केही जाओस् के भनेको र एउटा दुईवटा कुरा भनिदिनु न गौतम सरको ब्लगमा गौतम सरको ब्लगमा अब मेरै भिडियो मात्रै देख्नुहुन्छ तपाईँहरूले ल त्यति हो ल ठिकै छ अनि आजको हिजो रातिको बसाइ हाम्रो के कस्तो रह्यो हिजो त किसिम भयो नि लो कोही थरी नाच देखाइरहेको थियो हामीलाई अनि कसको डान्स चाहिँ सबभन्दा मन पर्यो सबभन्दा मन पर्ने डान्स गौतम सरको थियो गौतम सरको डान्सलाई चाहिँ तपाईँ बिग फ्यान नै भयो एकदम म त ढले कसरी देखाउनु भयो ल आज त्यो डेमो चाहिँ देखाइहाल्नु त गौतम सरको त्यो डान्सलाई चाहिँ देखाइहाल्नु हिजो राति ल है त तातेको छ है त माहौल तातिनु पर्ने हुन्छ है त यो भ्लगको लागि आऊ एकछिन रोकाऊ तपाईको धारणा नै व्यक्त गर्नुस् यहाँ नमस्कार आउनुस् होला हजुरको नाम सहित है मेरो नाम चाहिँ पायल गुरुङ ए ल हजुर पनि छुट्टिहाल्छ नि खोइ मेरो नाम चाहिँ सरिता गुरुङ तपाईहरुले मलाई इन्स्टाग्राममा टिकटकमा अनि फेसबुकमा नि पाउनुहुन्छ मेरो नाम चाहिँ पायल गुरुङ मलाई नि पाउनुहुन्छ कहाँ पाउनुहुन्छ मेरो एकाउन्ट चाहिँ वहाँ डिस्क्रिप्सनमा दिनुहुन्छ गौतम सरले ओए आउनुहुन्छ
सिङ्गल हो कि मिङ्गल हो हजुर? ल त्यो नि त्यहाँ म त सिङ्गल हो त्यही भएर मिङ्गल हुने बाबा अनि हजुरको सिङ्गल नै हो ल सबै सिङ्गलै सिङ्गल छन् केटाकेटीहरू ल हजुरको नि जाओस् यहाँ मेरो एज चाहिँ 25 भयो बिहा गर्ने उमेर भइसक्यो अब कोही एउटा बेहुला खोज्न पर्यो बेहुला मात्रै हजुरको नाम चाहिँ भनिदिनु न अनि मेरो नाम चाहिँ के हो सर मेरो नाम मलाई थाहा छैन के मेरो भन्नु न नाम चाहिँ प्रिया हो प्रिया के प्रिया गुरुङ प्रिया तामाङ ल है प्रिया तामाङ पनि खाली छन् है सबै खाली खाली हो फेरि यहाँ हाम्रो ब्लगमा चाहिँ जुनलाई रजे पनि हुन्छ यो तिनटा सर ल है फेरि यहाँ केटी टोली मात्र खाली होइन कि हामी केटा टोली पनि सबै सिङ्गलै हो ल विनोद सरको नि इन्ट्रोडक्सन गइहालौँ Hello, what's up? Check, my name Kevin, AK47. तातिनुपर्छ है लङ्गलाई चाहिँ हामीले हल्लाएरै छड्नुपर्छ हो के गौतम सर ए चलिरहेको छ सर एउटा राम्रो तपाईँ सरिता गुरुङ ल है अझै केही जाओस् न त नि हाम्रो आउनुहोस् होला हामीलाई भेट गाउँ घुम्न आउनु भन्छ यो चाहिँ सिरी चढ्ने बेलामा चाहिँ त्यो घाम नलाग्ने बेलामा आउनुहोस् बिहान हुन्छ फेरि पस्नै हुन्छ इभिनिङमा आउनुहोस् सेतो छाला मर्निङमा हो इभिनिङ होइन मर्निङ है मर्निङमा यो उकालो चढ्नलाई चाहिँ मर्निङमै आउनु पर्ने हुन्छ गाइजहरू ल है भ्लग सुरु भइसकेको छ अब चाहिँ लङ्गाउँ आउनलाई चाहिँ हाम्रो यहाँ सिडी पनि अब रेडी भइसकेको छ ए झन्डै म त भ्लगको धुनमा झन्डै यहाँ बाटो बिगारेको यहाँ तेरिका झन्डै फसेको है दाइ ए गाह्रो माने छैन मैले गाह्रो पिरो मान्नेवाला छैन नयाँ ठाउँमा टेक्नुहुन्न त्यतिको ज्ञान चाहिँ हुनुपर्छ हामी पनि हो कि होइन छप्पन जान्दिन म झुटो कुरा बोल्दिन ल अब चाहिँ यो बुवासँग चाहिँ कुरा गर्नुपर्ने हुन्छ हेलो ल बाबु बाजे हाम्रो यहाँ लङ्गाको बारेमा केही विशेषताहरू भनिदिनु न हजुरले यहाँ त अब पहिले चियाबारी हो हजुर यो चियाबारी 50-51 सालदेखि हो कि के हो 51 सालबाट 50 हो कि त्यतिमा हो हजुर अहिले चाहिँ हजुर चाहिँ कहाँ जलाउनु भयो डोकोसोको अहिले घाँस काट्ने बाख्रालाई घाँस काट्न यहाँको मेन चाहिँ पर्यटक स्थलले चाहिँ स्थल भन्दैन यहाँको चाहिँ मेन चाहिँ यो चियाबारी नै हो बुवा चियाबारी नै हो अरू त के छ र खोइ है ए हजुरको नाम भनिदिनु न मेरो अबिरे परियार ए अबिरे परियार ल धन्यवाद यहाँ अब गुम्बा छ हजुर के अरे उसको बुद्ध भगवानको मूर्ति बनिसक्यो हजुर है तर अरू चिज पनि नयाँ गर्न पर्यो हो संरक्षण नै चाहियो भने महादेव माथि त्यो चौरमा हजुर महादेवको मूर्ति ए मूर्ति यसरी हिमालतिर यसरी फर्केर बनाउनु पर्यो कि एउटा हो ल अब त्यो चाहिँ अब तपाईँको यहाँ भ्लगमा जानेवाला छ ल ल बुवा हजुरको समयको लागि धन्यवाद हामी बाटो लाग्यौँ है आज हामी जान्छौँ होला बुवा हजुर गाम चाहिँ हाम्रो पोखरा पर्यो अहिलेलाई पोखरा अहिले सिर्जना चोक ए हजुर ल है गाउँले जीवन यस्तै हो डोको डालो नाम्लो बोक्नै पर्ने हुन्छ ए म्यामहरू मलाई कुर्नु न यार भ्लगरलाई त एक्लै नपार्नु न अब यहाँ लङ्गाउँमा चाहिँ अहिले हामी विशेष चाहिँ गर्मी भएर छाता ओढेर हिँड्नुपर्ने अवस्थामा रहेको छ है त्यसको लागि चाहिँ अब क्षमा प्रार्थी छौँ हाम्रो यहाँ म्यामहरूको चाहिँ फोटो खिचाइ कार्यक्रम पनि भइरहेछ अब बिचतिर गएर डिस्टर्ब त गर्नुपर्ने हुन्छ क्यामेराम्यान ल सब भयो है त ल यो चाहिँ अब मूर्ति बनेर रहेछ नि के हो मूर्ति रहेछन् अब लगभग बनिसके रहेछन् अब यो नि पर्यटकीय स्थलकै रूपमा लङ्गाउँमा चाहिँ हाम्रो बन्दै रहेछ भन्ने कुरो चाहिँ अब यही भ्लग मार्फत हामी तपाईँहरूले देख्न सक्नुहुनेछ है त हाम्रो भ्लग चाहिँ अब गौतम तामाङ सरको भ्लगमा चाहिँ तात्तिनु पर्ने हुन्छ है हेलो गाइस वेलकम टु माई युट्युब च्यानल सबैले सब्सक्राइब गरिदिनु होला लु भाइ यो हो हाम्रो सर के कामको छैन म त कामको त छैन स्पोर्ट्स सर रे तर हामी धेरै बलियो छ अनि यो चाहिँ को तिमी को सर
I Gonna- am Sirisena. ओके यहाँ तपाईँले हामी यहाँ चिया बगानमा आएको हो दिस इज लुवाङ भिलेज वेलकम टु लुवाङ भिलेज एन्ड डु भिजिट लुवाङ भिलेज Juma the girl. I am a disco. धेरै के भन्छ कुहिरो लाग्छ त्यहाँ देखेकै छैन अब अगाडि नि गएर परिचय गरौँ नमस्ते मिस हजुरको नाम के हुनुहुन्छ मेरो नाम चाहिँ सरिता गुरुङ अनि हजुरको उमेर कति हुनुहुन्छ मेरो उमेर चाहिँ बल्ल 26 हजुरको त आउनु भएको म चाहिँ यहाँ लाउँ गाउँ हाम्रो टिचरहरूको कलिग्सहरूसँग आउनु भएको के गर्न आउनु भएको घुम्न लौ ए ल ल अनि कस्तो लाग्यो नि मलाई चाहिँ लाउँ गाउँ एकदमै रमाइलो लाग्यो अनि केही सजेसन दिन चाहन्छ सजेसन चाहिँ तपाईँहरू चाहिँ त्यसै गर्मी दिनमा चाहिँ त्यस्तो नआउनु अलिक चिसो चिसो दिनमा आउनु यहाँ मिस्टी पोलेर रातो भएको छ अनि अब पनि मजा आउँछ भयो रियल युट्युबरको च्यानलमा जाम्ला नमस्ते सर तपाईँको च्यानलमा हजुर आएर कस्तो लागिरहेछ हजुरको नाम के हो नि मेरो नाम गौतम थापा ओके अनि कस्तो लागिरहेछ तपाईँलाई मेरो यो च्यानल हो तर मलाई धेरै बोल्न नआएको भएर अनि हजुरको बिहा कहिले हो बिहा अब छिट्टै गर्नु पर्ला ल है सरको बिहा हुँदाखेरि सबैलाई न्युतो छ है सबै आउनु पर्छ कहिले फ्रिज लिएर आउने कहिले गाडी लिएर आउने यतिकै आउन पाउन्न है अनि सरको चाहिँ कहिले हो नि बिहा मेरो बिहेको लागि चाहिँ अब दुलही खोज्न अलि टाइम लाग्छ होला दुलही अब दुलही भन्दा अलि म्यामहरूले अलि बुझ्नु भएन होला गर्लफ्रेन्ड खोज्ने अब बाँकी छन् अब बिस्तारै खोज्ने हो धोका दिएर गइदियो भने धोका दिइसकेछ धोका खाइसकेको हो धोका पनि खाए अब डोको पनि धोका नि खायो अब सबै खाइयो अहिले चाहिँ अब हाम्रो यो गौतम सरलाई चाहिँ भ्लग चाहिँ रेगुलर आउनु पर्यो भनेर सबैले कमेन्ट चाहिँ दिनुस् होला कमेन्ट गर्नलाई चाहिँ अल्छी नगर्नु होला गाइजहरु यता तपाईँले लुवाङको नि देख्नु हुनुहुन्छ यहाँ लुवाङ लेखेको छ लुवाङ भिलेज यता हाम्रो मिसहरू रमाइलो गर्दै हुनुहुन्छ धेरै काम छ है धेरै काम छ छाता अगाडि अलि दौडिनु म्याम अलि अगाडि म त लड्छ नि ओए क्यामेरा नै टेढा भयो टेढा मेढा चलेगा थोडा ऊ सिङ्गर आयो ऱ्यापर यहाँ सबै म चाहिँ धेरै घाम लाग्यो मेरो टाउको सिनी भएको छ पानी लिएर आउनु है यहाँ मूल तल मात्रै छ खाली बोतल लिएर आइ नि हुन्छ अनि हाम्रो अर्को म्याम छ म्याम हजुरको नाम के हुनुहुन्छ हजुरको नाम के हो के हो नि हजुरको नाम के हो कस्तो लाग्यो नि थको लाग्यो सबैले एनर्जी ड्रिङ्क खाएर आउनु लुवाङ उता हिमाल नि देख्नु भएको छ होला अलि क्लियर वेदरमा आउनुहोस् होला हिमाल देख्ने गरी है सर कट शुरू से दिखाओ मेरा तो फसा बंदे पे रखा है बस्ता त्यसपछि के थियो वेलकम टु लुवाङ भिलेज सितारे लपेटे हुए सराबा हाम फाल्ने रे कोही पाइन रे छिटछिटो आउनु है कसले सर माया गर्नुहुन्छ सरलाई विनोद सर छोड्नु न अब यहाँ सबै रिकर्ड भएको छ रियाक्सन दिनुहुन्छ कस्तो लाग्यो वाह मजा आयो सर चाहिँ सुसाइड गर्न होइन ल आयो ल
1 2 3 रोक्नु फेस यता गर्नु ल यस्तो हो के को मन पर्यो भन्नुस् होला खै पाइलु यो मिस्टर टेकन है सुलुकको जाने अनि गरिदिने हो कि है त गाइजहरू अब फेरि पनि म गौतम सरको भ्लगमा दोबारा आइसकेका छौँ। अहिले चाहिँ हाम्रो लुवाङ गाउँको बारेमा चाहिँ भनिदिनु हुनको लागि हाम्रो सिर्जना बोर्डिङ स्कुलको म्यामहरूतर्फ म लम्किँदैछु। हेलो एक्सक्युज मी म्याम, यो गौतम सरको भ्लगमा जोडिनु छ, हजुरको इन्ट्रोडक्सन दिनुहोस् यहाँ। के दिनु इन्ट्रोडक्सन? मेरो नाम चाहिँ पुष्पा शर्मा हो, म पनि सृजनामा पढाउँछु। हो र ए अनि यहाँ भन्नु न, हजुरलाई आज यो लुवाङ गाउँ चाहिँ कस्तो लाग्यो? मलाई लुवाङ गाउँ एकदम रमाइलो लाग्यो। रमाइलो लाग्नु भएको छ नि? यहाँको विशेषता चाहिँ के रहेछ खासमा भनिदिनु न हजुरको व्यक्तिगत धारणा। व्यक्तिगत धारणा चाहिँ यहाँको विशेषता यो एकदम पिसफुल नेचर छ अनि त्यसपछि अब हामी सबै साथी मिलेर यस्तो इन्जोयमेन्ट गर्दैछौँ अनि यसरीले हाम्रो सबैको बन्डिङ भन्छ अनि यति नै हो। ल हजुरलाई नै धन्यवाद, हजुरको समयको लागि हजुरलाई धन्यवाद। फेरि म अर्कोतिर अगाडि बढ्नु पर्ने हुन्छ। एक्सक्युज मी हेलो यता आउनु न, किन हो र त्यता जाने? ल अब चाहिँ हाम्रो सिनियर म्यामहरूतिर जाम अब म। हेलो गौतम सरको भ्लगमा हजुरहरूलाई स्वागत छ। थ्याङ्क यू भेरी मच। आज चाहिँ हजुरहरूलाई यो वान नाइट हाम्रो स्टेको के भनौँ अब खै व्यवस्था अथवा यो लुवाङ गाउँको विशेषता चाहिँ के देख्नुभयो हजुरहरूले? विशेषता भनेको चाहिँ आज खाएको त्यो कोदोको पुरी रहेछ। हजुर। अनि माथि चिया बगान। हजुर। म्यानेजमेन्ट चाहिँ त्यति राम्रोसँग भएन नै भनौँ। अलि स्वागत चाहिँ भएन। अनि खाने बेलामा चाहिँ यस्तो ग्रुपिङ भयो नि, ठ्याक्क हामी जतिजना आएको थियौँ त्यो सबैलाई एकै ठाउँमा राखेर खाना खुवाएको भए अलि राम्रो हुन्थ्यो। ल त्यसको लागि चाहिँ अब हाम्रो सिर्जनाले अलिकति व्यवस्थापनमा चाहिँ सिर्जनाले भनौँ कि लुवाङ गाउँले भनौँ? ए लुवाङ गाउँले स्वागत गर्ने त लुवाङ गाउँले हो नि। ए त्यसको लागि अब सिर्जनाले भनिहाल्यो, त्यसको लागि चाहिँ म आफैलाई क्षमा प्रार्थी गर्दै म्यामहरूबाट चाहिँ अलि टाढी अझै फेरि अरू ठाउँतिर पनि म दौडिहाल्नेवालामा छौँ। ए बाबु यो पानी कतिको चिसो छ? चिसो छ नि? ल किन लजाएको र लजाउनु हुन्न है? तातो छ? यो तातो पानी हो कि चिसो पानी हो बाबु भनिदेऊ त? चिसो पानी हो? यो गौतम तामाङ भ्लग हो। यस ल त्यसको लागि केही बारे भनिदेऊ त बाबु। ल यो पानी भन भनिदेऊ त। ल भनिदेऊ बाबु। ल ओए भाइ यो हाम्रो यो लुवाङ गाउँ यो धाराको बारेमा के भनिदेऊ त? ल यो के हो? यो धाराको नि के हो? यो गाईको टाउको हो? ए ल गौमुखी धारा हो? ए ल गौमुखी धाराबाट धोइसिन त अब सर्लाक सुर्लुकै अब हाम्रो मैलाहरू चाहिँ जाने भयो। कन्फर्म हो नि त्यो विनोद सर? हजुर सर। पानी छुनुभयो नि? पानी त अघिबाट छोड्थेँ। हजुर कस्तो छ पानी? पानी चिसो तातो मुटु नै बिज्ने चिसो। अनि हेलो म्याम, पानीले अनुहार धुँदा चाहिँ के चमकपन चाहिँ फरक हुन्छ कि जस्तो चाहिँ मलाई अनुभव भइसकेको छ। के छ? दामी छ नि? ल हाम्रो सिर्जना टोलीहरू चाहिँ थाकेर थकित उहाँ चिया बगानबाट दौडेर उफ्रेर आउँदा अब थकित भएर त्यहाँ बसिरहनु भएको छ। अब हेर्नु अब यहाँ भ्लगको मुख्य मान्छे आमा हाम्रो गौतम सर। आनन्द भयो यार। ल फ्रेस ए ल अब मेरो पनि टर्न चाहिँ अब फ्रेस गर्नेमै आयो। के छ सर यसो धाराको बारेमा? पानी छुइसक्नु रहेछ के छ भनिदिनु यसको बारेमा? कतिको चिसो रहेछ? चिसो रहेछ सर, चिसो रहेछ। त्यही भएर म त दुई पल्ट टाउको धुन लाग्छु यहाँ। हो त नि, आनन्द आउँदो रहेछ है एकदम। नेचुरल रहेछ यो, एकदम चिसो। बजारमा फ्रिजमा राखेको भन्दा यो पानी चिसो रहेछ। ल त्यसो भए म खाएँ। ल खानु। हेलो ओके अब आज चाहिँ हामी चाहिँ हाम्रो लुवाङ भिलेजमा वान नाइट स्टे हानेर रमाइलो हानेर माथि चिया बगान पनि गयौँ। अब चाहिँ हामी फर्किँदैछौँ। अब आजको लुवाङ घलेको ट्रिप यहीँ सक्यो। यहाँ बस्छ जाने यताबाट सरहरू आउँदै हुनुहुन्छ। ए बालकृष्ण सर ल वेलकम
वेलकम टु माई अन दिस भिडियो। कस्तो भयो त तपाईँको आज वान नाइट स्टे? एकदमै आनन्द हिँडाइ कस्तो भयो त? राम्रो लाग्यो, हिँडाइ पनि एकदमै राम्रो लाग्यो, सही भयो सबै चिज एकदम राम्रो, अल फाइन, धेरै नाचियो। ल ठिक छ, ल अब लस्सो अब हाम्रो यहाँ सकियो। सुरेन सर कस्तो भयो त वान नाइट स्टे? खतरा भयो। के हो त नानी? हामीलाई त टिका सिका लगाइदिए, माया हामीहरूलाई टिका लगाएर फुल लगाइदिएर एकदमै दक्षिणा सहितको। अनि बिहान पनि हामीलाई खानामा एकदमै राम्रो थियो, लोकल कुखुराको चाहिँ एकदम सुप राम्रो थियो, एकदम थपी मजाले खाइयो। धन्यवाद। ठिकै छ, हामीले नपाएको हो कि क्या हो। तुलसी मिस कस्तो भयो तपाईँको वान नाइट स्टे? रमाइलो हिँड्यो माथि गयो नि, कस्तो भयो त हिँडाइ? फुलमा लगाएर हिरोइन भएर आज खोइ अरू। ल अब आज हामी घरतिर जाँदैछौँ। अब यति भए सक्यो हाम्रो। विरतीको फुला सङ्गाली कुसुमेरुमा भिडियो हेर्नु मिल्दैन क्या। कुसुमेरुमा ल